नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल कुसुम अनफिल्टरमा। फेरि पनि नयाँ टपिक लिएर आएको छु। सलुनमा काम गर्नेहरूलाई टिप्स पाइन्छ कि पाइँदैन भनेर है। जो पनि नयाँहरू बाहिर आउँदै हुनुहुन्छ, जुनै पनि ठाउँ जाँदै हुनुहुन्छ तपाईँहरू र आउँदै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ के छ भने चाहिँ मेरो तपाईँहरू चाहिँ कसैले पनि तपाईँहरूलाई पठाउने मान्छेहरूले चाहिँ तिमीहरूलाई खाना बस्न चाहिँ टिप्सले नै पुग्छ, बेसिक सेलरी थोरै छ अनि तपाईँहरूलाई चाहिँ आश यो देखाउँछ कि तिमीहरूलाई खाना बस्न चाहिँ टिप्सले नै पुग्छ भनेर भन्छन् भने चाहिँ विश्वास नगर्नुहोस् है साथीहरू, फस्नुहुन्छ तपाईँहरू है। टिप्सको भरमा चाहिँ बिल्कुलै पनि नआउनुहोस् है, बिल्कुलै पनि नआउनुहोस्। तपाईँहरूले दुईवटा कुरा चाहिँ याद राख्नुपर्ने हुन्छ। तपाईँको बेसिक तलब सेलरी भयो अनि तपाईँलाई कमिसन, काम गरेको बापत कमिसन, त्यहाँनिर रुल्स छ कि छैन, त्यस्तो कमिसन दिने छ कि छैन, त्यो दुईवटा कुरा चाहिँ ध्यानमा राखेर हेरेर आउनु होला। टिप्सको भरमा चाहिँ बिल्कुल नआउनु होला। टिप्स भनेको हुन्छ या हुँदैन त्यो भरमा नपर्नु होला है। यदि तपाईँ यहाँ आएर काम गर्दै जाँदाखेरि टिप्स पाउनुभयो भने त त्यो तपाईँको लागि राम्रो हो, तपाईँ लक्की हो है। ल मेरो कुरा चाहिँ यति नै हो आजको लागि, बाई।